जिल्ला कमिटीका अध्यक्ष तथा यो कोट सभाका कार्यक्रम सञ्चालक टेकराज केसीज्यू, नवनिर्वाचित यस अमर क्याम्पस सुन्दर नगरी भिङ्ग्रीका अमर क्याम्पसका शोभ्यू सभापति जीवन रोकाज्यू र यो कार्यक्रममा समावेश र कार्यक्रमलाई शोभा बढाइदिन आउनुभएका हाम्रो नेकपा एमाले लुम्बिनी प्रदेशका प्रदेश कमिटी सदस्य श्रीधर रोकाज्यू, त्यस्तै गरी नेकपा एमाले जिल्ला कमिटी उपसचिव हिरामणि भण्डारीज्यू, त्यस्तै गरी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा पूर्व अध्यक्ष तथा जिल्ला कमिटी फ्याक्सन इन्चार्ज आकाश भण्डारी, पूर्व अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जेबी छेत्रीज्यू, त्यस्तै गरी यो स्वर्गद्वारी नगरपालिकाका नगर कमिटी अध्यक्ष सचिव तथा युवा संघका साथीहरू लगायत सम्पूर्ण चैत 5 गते अनेरा सभ्युका सृजनशील विद्यार्थीहरूले सृजनशील हातले मतदान गरेर विजय हुनुभएका सम्पूर्ण अमर क्याम्पसका शोभ्यू सभापतिदेखि शोभ्यू सदस्यसम्म र उपस्थित सम्पूर्ण यो भिङ्ग्रीवासी आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सुरक्षाकर्मी मित्रहरू सम्पूर्ण व्यवसाय मित्रहरूमा अनेरा सभ्यू केन्द्रीय कमिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट शैक्षिक अभिवादन टक्राउन चाहन्छु। आज हामी यहाँ देशभरि रूपमा विजय र्याली मनाइरहेका छौँ। आज नेकपा एमालेलाई अभिभावक मान्ने आज अनेरा सभ्यू विद्यार्थी संगठनले भिङ्ग्रीमा मात्रै होइन, आज 77वटा जिल्लाका सम्पूर्ण क्याम्पसमा आज 77वटा जिल्लाका उल्लेखनीय क्याम्पसमा विजय हासिल गरेर आज देशभर अनेरा सभ्यूले विजय र्याली मनाइरहेको छ। त्यो मध्ये आज यो स्वर्गद्वारी नगरपालिकाको पवित्र भूमिमा स्थापना रहेको पवित्र भूमि यो स्वर्गद्वारी महाप्रभुको पवित्र भूमिमा स्थापित भएको संस्थापन भएको आज अमर क्याम्पसमा पनि अनेरा सभ्यूले विजय जुलुस मनाउँदैछ। प्रिय साथीहरू, आज विभिन्न बहानामा आज विभिन्न ठगेर आज भ्रष्टाचार गरेर विभिन्न किसिमले लुटेर खान पल्केकाहरू आज प्युठान जिल्लामा मात्रै गठबन्धन गरेर होइन, रोल्पाका साथीहरूसँग रोल्पाका पार्टीहरूसँग एउटा पार्टीले होइन, दुईटा पार्टीले होइन, 4-4वटा पार्टीले गठबन्धन गरेर आज स्थानीय पालिकामा नपुगेर आज क्याम्पसमा केही छ कि, क्याम्पसमा पनि केही आउँछ कि, क्याम्पसमा पनि केही भ्रष्टाचार गर्न सकिन्छ कि भनेर आज 4-4वटा पार्टी मिलेर गरेको गठबन्धनलाई आज नेकपा एमालेको विद्यार्थी संगठन अनेरा सभ्यूले ठुलो जताएको छ, आज पराजय गरेको छ र आज रक्तरञ्जित अनेरा सभ्यूको झण्डा कलम र झण्डा अङ्कित आज अनेरा सभ्यूले फरफराएर तपाईँहरूको बिचमा हार्दिक ज्ञापन, हार्दिक धन्यवाद, हार्दिक आभार प्रकट गर्न तपाईँहरूको घर दैलोमा आइपुगेको छ। प्रिय साथीहरू, प्रिय विद्यार्थी कमरेडहरू, यो मात्रै होइन, आज विभिन्न किसिमका नेकपा एमालेले जितका सुरुवात गरेको छ यो स्वर्गद्वारी नगरपालिकामा। हिजोको हामी स्थापना कालमा आज संस्थापन कालमा नेत्रबहादुर रोकाले यो नगरपालिका सञ्चालन गरेकोदेखि आज विभिन्न किसिमका नहुँदा पनि आज नेत्रबहादुर रोका नगरपालिकाको नेतृत्व नगरे तापनि आज विभिन्न किसिमका विद्यार्थीका व्यवस्थापन समितिदेखि लिएर आओस्, आज उपभोक्ता समितिका कुराहरू आओस्, हरेक
र अन्त्यमा के भन्न चाहन्छु भने या स्थानीय पालिका होस् या क्याम्पस होस् या जुनसुकै क्षेत्रमा होस् या विद्यालयमा होस् अनि राजसबीले बेफिती सहने छैन अनि राजसबीले भ्रष्टाचार सहने छैन अनि कुरीति सहने छैन र त्यस कारणले गर्दा जहाँनेरि हाम्रो विसङ्गति हुन्छ जहाँनेरि विभिन्न किसिमका चाहिँ भ्रष्टाचार हुन्छन् त्यहाँ अनि राजसबी कलम र ताराको रक्तरञ्जित झण्डा लिएर टाउकोमा कप्पन मानेर त्यसको प्रतिकारमा उत्रिनेछ भन्ने कुरा तपाईँहरूको बीचमा घोषणा गर्दै आज जीवन रोकाको जुन टिमलाई अमर क्याम्पसमा विजय गराउनु छ सम्पूर्ण विद्यार्थीहरू सम्पूर्ण सृजनशील अनि राजसबीलाई